यो चाहिँ के हो? पाकिस्तानी टेम्पल। कोरेवा पाकिस्तानी टेम्पल। नेपालीमा भन्नुपर्दा यो हो पाकिस्तानी टेम्पल। इङ्ग्लिसमा भन्नुपर्दा दिस इज अ पाकिस्तानी टेम्पल। वाउ, राम्रो रहेछ त। अब नेपाली टेम्पल पनि आउँछ ल गाइजहरू। हामी खास चाहिँ नेपाली टेम्पल हेर्न जाऊँ भनेर आइरहेको हो। हाम्री वा ठुलीले आज यसले खुब फोटो खिचेछि। एकचोटि फोटो खिच्दै भने नि आफै खिचेछि। खुसी भएको छु त। फेरि भोलि खतरा काम गर्नुपर्छ, थाहा छ कि नै है तँलाई? अनि यो कागती हो रे ल। चोर्नुको परिकारमा रिताजीले रिहाजीलाई बोक्दै हुन्छ। 65 केजीले 60 केजीलाई बोक्दै। कस्तो राम्रो फुल नि मेरो फुलमा यसो। वा, फ्लावरसँग पोज दिँदै हाम्रो दिदी। ओके, लेट्स गो। नानी नेपाली टेम्पल आयो। ए नमस्ते गरेको खै नमस्ते गर ढोग संस्कार बिर्सी गइस। ढोक दिया भन। ढोक दिया नमस्ते खै त। अनि गाइज त्यहाँ जाइफलको बोट नि रहेछ। वाह, कस्तो राम्रो। आहा, कस्तो खुसी लाग्यो भाइ नि आफ्नो देशको मन्दिर देख्दाखेरि अर्काको देशमा। कस्तो खुसी लाग्यो सिरियसली है। कस्तो राम्रो। वाह, हेर त उ त्यहाँ कस्तो राम्रो के। कसरी म वर्णन गरौँ। ए ल, कस्तो राम्रो। ल फाइनली गाइज वी आर इन नेपाली टेम्पल। फील सो ह्यापी। सरस्वती भगवानको सबै रक्षा गर्नुहोस् भगवान। ल नानी भन्। This is Thailand temple, okay, made by Thailand people in Osaka. We will कहिले बनेको रहेछ ल हेरौँ। where? त्यो पढ्न जान छिस खान्जी सान्जी कोरेवा सोरेवा। थाई पेभिलियन द रोयल द गभर्मेन्ट। ल भन्। सेप्टेम्बर 26 रहेछ। ओ 2007 होइन? थाइल्यान्ड एन्ड जापान। Anniversary of Japan and Thailand diplomatic relations. ल अब जहिले बनेको भए पनि यो चाहिँ थाइल्यान्डको टेम्पल रहेछ। अनि उता पाकिस्तानीको गयो। नाउ दोस्रोमा थाइल्यान्डको गाइज हो। थाइल्यान्ड लेखेको छ होइन। अब हामीले खोजिरहेको छौँ नेपाल माछान्या मन्दिरमा टिकटक बनाएर। अब एउटा टिकटक चाहिँ यहाँ पनि जान्छ हाम्रो पनि। कस्तो राम्रो के। ल